नमस्ते, गुड मर्निङ। मेरो नाम बिन्दुश्री शर्मा। म भारतको बिहार राज्यबाट पश्चिमी चम्पारणबाट विगत 30 वर्षदेखि म यो काठमाडौँ बस्दा गिरेको काम गर्दै आएको। तर आजभन्दा 10 महिना अगाडि फर्स्ट टाइम हाम्रो अपलाइन श्री उपेन्द्र सिंह सरसँग भेटघाट भयो। म गेस्ट्रिकको रोगी थियो अनि त्यतिखेर उहाँले अर्कै गाडीमा हाम्रो एकजना साथीको गाडीमा ल्याइदिनु भएको अमला एलोभेरा र फाइबर। त्यसले गर्दा त्यो खाएँ मैले अनि त्यसपछि मलाई धेरै रिलिफ भयो, राम्रो भयो। मैले भने ल आइडी बनाउनु, त्यसो भए म आइडी बनाएँ। त्यसपछि मैले गर्दै गएको अक्टोबर मन्थमा मैले ब्राउन डाइरेक्टरको पिन लगाउनु पायो। प्लस मलाई एउटा उत्साह भयो कि अब त्यत्रो वर्ष त काम गरियो, बालबच्चाले पाल्यो, सबै गर्यो, तर फाइदा के देखेँ? केही देखेन। त्यही हो, बिहान गएर जाने, काम गर्ने, बेलुका हात धोएर पुसेर रुमालले फेरि घरमा आउने, खाना बनाउने, खाने। सिङ्गल म बस्छु, मेरो फ्यामिली चाहिँ घरमै बस्छन्। एकजना छोरा, दुईजना छोरी छन्। अनि गर्दाखेरि म धेरै पोजिटिभ छु। मलाई अझै यसमा हर्ष उल्लास आइरहेको छ। म अझै काम गर्छु। हाम्रो युसिडी सर श्री सन्तोष सरले पनि धेरै नै मलाई मतलब उत्साह दिनुभयो। यो गर्नु शर्मा सर, तपाईँ गर्न चाहनुहुन्छ, तपाईँको भित्र जे होस् इनर्जी छ, तपाईँ पोजिटिभ विचारवाला हो। त्यस उहाँले चाहिँ धेरै नै मलाई एउटा अपलाइनको नाता भन्दाखेरि के हुन्छ कि अपलाइनले बाउ जस्तो हुन्छ कि नेपालीमा भन्छ नि, बुवा जस्तो। हजुर, अब अपलाइन राम्रो भयो भने के हुन्छ कि जस्तो हामी एउटा नदी पार गर्दैछौँ, नदी पार गर्दाखेरि अपलाइनको हात मैले समातेर भएन, अपलाइनले मेरो हात समात्नु पर्यो। अनि बल्ल चाहिँ मैले नदीलाई पार गर्न सक्छु, किनकि उहाँले समातेको हात चाहिँ बलियो हुन्छ। हामी त बच्चा भयो नि त, बाउले समात्दाखेरि त बलियो हातले समातेको हुन्छ। मेरो छोराले नछोड भन्दा जस्तो प्लस हुन्छ कि त्यही अपलाइन र डाउनलाइन बाउ र छोराको नाता भएपछि बल्ल चाहिँ पार गर्न सकिन्छ नदी। हाम्रो यो हेल्दी लिभिङ कम्पनीको नदी नै हो। यसलाई अब त्यस बाटोमा प्लस एउटा पनि म भन्न चाहन्छु। एउटा कुरा के भन्छु, हामीले प्लेनमा सफर गऱ्यौँ कि प्लेनमा सफर गर्दाखेरि अब बस जस्तो होइन कि एक त अब जस्तो यहाँदेखि अब भनौँ दुबई हामी जान लाग्यो, बिचमा त उसको चक्का पङ्चर हुँदैन, सिधै दुबई नै पुग्छ। अनि बसमा चढ्दाखेरि के हुन्छ कि अब जहाँ स्टप आयो, जस्तै यहाँदेखि वीरगन्जमा जाँदैछु, अब नारायणघाटमा ओर्लिनु पऱ्यो, चिया खानु पऱ्यो, केही समस्या भने नजाउँला छोडिदियो। प्लेनमा चढ्दाखेरि सिधै जहाँ पुग्ने हो त्यहाँ पुगिन्छ कि मान्छे। हेल्दी लिभिङ कम्पनीमा काम गर्दाखेरि प्लेनमा चढे जस्तो फिलिङ भएपछि मात्र पास गर्न सकिन्छ कि, नत्र बिच बाटोमा काम गर्नु। धन्यवाद सबैलाई।